नमस्ते साथीहरू। नमस्ते साथीहरू। आज हामी लेखको अर्गानिक फल खाने जमर्को गरेका छौँ। हाम्रो साथमा युनिक बाल हुनुहुन्छ। नमस्ते गर्नुहोस् त। नमस्ते। यता ईश्वर सर हुनुहुन्छ। ईश्वर सर नमस्ते गर्नुहोस् त। नमस्ते। यता आकृति देवी हुनुहुन्छ। नमस्ते। यता हाम्रो गृहमन्त्रीज्यू हुनुहुन्छ। नमस्ते भन्नु। त्यसै गरी हामी आज यो लेखको अर्गानिक फल खाने तयारीमा छौँ। यसको नाम कसलाई थाहा छ? काफल। बचपन अवस्थामा कसले खानुभयो अथवा कसैलाई यसको नाम थाहा छैन भने कमेन्ट गरिदिनु होला। कसलाई थाहा छ कमेन्ट गर्नु होला। यदि कसैलाई थाहा छैन भने पछि कमेन्टमा म बताउने छु। एकदम मिठो छ, गुलियो छ, रसिलो छ। यो खडेरीको मौसममा यस्तो रसिलो गुलियो चिज खान पाए एकदमै मनलाई आनन्दित ल्याउँछ। साथीहरू खाउँ जति खाए पनि खाउँ जस्तो लाग्छ। यो यो कस्तो छ? मिठो छ। मिठो छ? कस्तो छ? मिठो छ। कस्तो छ ईश्वर? मिठो। दामी? दामी। वा ठिक छ। कोही कसैले खान मन छ भने कमेन्ट गरिदिनु होला। अब लेखको आफ्नै हातले खाने मन छ भने लेखतिर गएर आफ्नै हातले टिपेर खान सक्नुहुनेछ। नजिकका साथीहरूले, टाढाका साथीहरूले टाढाका साथीहरूलाई खान मन छ भने कमेन्ट गर्नु होला। म त्यहीँ पुर्याउने प्रयास गर्नेछु। धन्यवाद।